गाइज अब म नुहाउन गइरहेको छु। हुन त कसैलाई के नै फरक पर्ला र, तर जे भयो नि नुहाउन त्यो पानीमा सकिँदैन, मबाट हुँदैन। तब म नुहाउनुभन्दा अगाडि के एक्सर्साइजहरू गर्नेवाला छु शरीर तताउनको लागि हैन। अनि म त्यो टाइप अफ एक्सर्साइजेसहरू तपाईँलाई देखाउँछु र मेरो थोरै फिजिक पनि देखाइदिन्छु, जो त्यति खासै चाहिँ राम्रो छैन, तर देखाउनमा के जान्छ र। उसै नि यो भिडियोको हेर्ने हैन, उसै फ्लेक्स गर्नु पनि के जान्छ र, कोही थाहा पाउने के हैन। ओके गाइज, I will show you the set of exercises I do. So let's get into the video. Maybe राम्रो भ्यू आएर होला है गाइज, मेबी सायद राम्रो भ्यू चाहिँ आएला, सायद नदेख्नु भएको होला। गाइज म कुनै खत्रै चाहिँ फिजिक भएको व्यक्ति पनि होइन है। तपाईँले आश गर्नुभयो होला कि म 20, 30, 40, 50 कति पो पुसअप गरौँला, मतलब पुसअप पुलअप गरौँला। म यहाँ 4 सक्छु, मेरो हाइएस्ट 4, 5, त्योभन्दा बढी सक्दैन। तर म भविष्यमा के थाहा सक्छु कि तपाईँले भिडियो हेरिराख्नु भने सकिहाल्छु कि के थाहा। त्यसो भए नुहाउन जाउँ त। ओके गाइस, म एकैछिन वार्म अप गर्छु, आफ्नो एक्सर्साइजहरू कम्प्लिट गर्छु। तपाईँहरूलाई बस लिटिल बिट अफ कुराहरू देखाइदिएको, किनकि मैले भिडियो बनाउनु थियो, हावातालको भिडियो बन्यो। अनि तपाईँ पनि हावातालमा सब्सक्राइब गरिदिएपछि राम्रो। हुन त भिडियो को हेर्ने होइन मलाई थाहा छ, तर ठिकै छ, बाई।